यो पटक फ्रीमा एनपिएल युट्युबमा आउँदैन। यो भिडियोमा चाहिँ मैले तपाईँलाई स्टेप बाई स्टेप देखाउँछु नेपालमै बसेर कसरी सब्सक्रिप्सन डिसोमगोको लिने भनेर। तपाईँलाई थाहा नै छ होला डिसोमगो चाहिँ तपाईँको ओटिटी राइट्स पाएको छ कि एनपिएलको लागि यो सिजनको लागि। त्यही भएर मैले यो भिडियोमा चाहिँ तपाईँलाई स्टेप बाई स्टेप देखाउँछु नेपालमै बसेर कसरी डिसोमगोको चाहिँ सब्सक्रिप्सन लिने भनेर है त। विदेशमा भएकोले चाहिँ यस्तै हो स्टेप, तर 24 घन्टापछि ट्राई गर्नलाई यो भिडियो अपलोड भएको। अहिले चाहिँ यो सर्भिस विदेशको लागि चाहिँ एभाइलेबल छैन, तर यही हो स्टेप चाहिँ है त। iOS छ भने एप स्टोर, एन्ड्रोइड छ भने प्ले स्टोरमा जाने होइन, डिसोमगो टाइप गर्ने यसरी, अनि त्यसपछि यो आउँछ अनि यसले चाहिँ डाउनलोडमा जाने यसरी डाउनलोड गर्ने है। डाउनलोड हुन्छ, यसरी डाउनलोड भएपछि यस्तो आउँछ कि इन्टरफेस, अनि कन्टिन्यू, अनि त्यसपछि यो गर्ने, अनि त्यसपछि यहाँनिर मोरमा जाने है। मोरमा गएपछि चाहिँ लगइनमा जाने, अनि लगइनमा चाहिँ तपाईँको अब हेर्नु न यहाँनिर तपाईँको 300 रुपियाँ तिर्नुपर्ने हुन्छ कि यसमा चाहिँ च्यानलहरू पनि आउँछ, 3टा डिभाइससम्ममा गर्न मिल्छ। तपाईँले एउटा सब्सक्रिप्सन लिनुभयो भने वेबसाइटमा पनि हेर्न मिल्छ, तपाईँको टिभीमा पनि त्यही सब्सक्रिप्सन नै लगइन हुन्छ है त। त्यही भएर एकचोटि लिनुभयो भने 3टा डिभाइसमा हुन्छ कि मोबाइल, टिभी र वेब। अनि यसरी जानुहोस्, अनि यहाँ गइसकेपछि कन्टिन्यू विथ गुगल गर्नुहोस् है। कन्टिन्यू विथ गुगल गर्नु, अनि कन्टिन्यू, अनि त्यसपछि गुगलको चाहिँ यस्तो, अनि आफ्नो गुगल लगइन गर्नुहोस्। गुगल लगइन गरिसकेपछि मेरो चाहिँ अब यहाँ पासकी छ, यो गरेपछि त्यहाँ तपाईँको इजी आउँछ कि कन्टिन्यू गर्ने हो है। तपाईँको लगइन हुन्छ नि त्यहाँ पहिल्यै, अनि त्यसपछि कन्टिन्यू भयो, अनि यस्तो आउँछ कि अब अप्सन छ है तपाईँसँग 3टा खल्ती, इसेवा र गेटवे। मैले चाहिँ अब अहिले चाहिँ इसेवाबाट गर्छु है, मलाई चाहिँ इसेवा सजिलो लाग्छ युज गर्नलाई। अनि इसेवाबाट क्लिक गर्नुहोस्, इसेवा यस्तो आउँछ, आफ्नो नम्बर टाइप गर्नुहोस्, पासवर्ड टाइप गर्नुहोस्। यहाँ पासवर्ड चाहिँ देखिँदैन, अनि त्यसपछि कन्फर्म भइसकेपछि ल तपाईँको चाहिँ यसरी ट्याक्क आयो होइन। सबै लिनुभयो, अनि लिएपछि हेर्नु है, अब यहाँनिर यसरी सबै टिभीहरू आउँछ कि यसरी सबै टिभी च्यानलको लिस्ट आउँछ, र म्याच डे भएको दिन चाहिँ तपाईँको होम स्क्रिनमै आउँछ कि यहाँनिर एनपिएल भनेर। यो साथीहरूलाई पनि सेयर गरिदिनु होला, र अर्को भिडियोमा चाहिँ म तपाईँहरूलाई वेबसाइटमा चाहिँ कसरी लगइन गर्ने भनेर देखाउँछु है त।